एक हुनुपर्छ भन्नुहुन्छ। क्याको एक हुने? तपाईँ हाम्रो आवाज बोल्नुहोस्, हामी तपाईसँग छौँ। हामीले भन्यौँ, अहिले पनि भन्दैछौँ, रेशम चौधरीले दिल्लीमा बसेर चुनाव जित्ने, रेशम चौधरीले जेलमा आएर जेलभित्र पार्टी जन्माएर 16वटा सांसद जिताउने, रेशम चौधरीले 116वटा जनप्रतिनिधि जिताउने, जेलभित्र 13वटा किताब लेख्ने। मैले यो किताब एउटा S4 भन्ने मोबाइलमा लेखेको हो। मैले नागरिक उन्मुक्ति पार्टीको विधान कान्तिपुर र गोरखापत्रहरूको बचेको ठाउँमा लेखेको हो। मसँग अहिले पनि त्यो पाण्डुलिपि छ, मैले धेरैले देखाएँ। अनि राजनीति गर्ने क्षमता छ। नेता भएपछि देश बनाउने DPR चाहिन्छ। यो देशमा कुनै नेतासँग छैन देश बनाउने DPR, हामीसँग छ। आँखा छौँ हामीले। र त्यो देश बनाउने DPR लाई भएको नेतालाई स्वीकार गरिँदैन भने देश बन्छ कहिले बन्ने हो? आदरणीय साथीहो, समयको संकेत त गर्नुभयो, तर हामी हाम्रा मुद्दाहरू राख्न चाहन्छौँ। यो मुद्दा नै सुन्नु भएन भने कसरी हुन्छ? यो मुद्दा सुन्नु पर्यो। यहाँ जेएनजी फसाउँछन्, यिनलाई भोलि जेल थुन्छन्, जेलमा थुन्छन् यिनलाई, भोलि यिनलाई झुन्ड्याउँछन्, कानुन बनाउँछन्। संसद पुनर्स्थापनाको कुरा हुँदैछ, म यहाँ बुदात्मक रूपमा लेख्दैछु। क्याको संसद पुनर्स्थापना? म त गाउँको भाषा बोल्छु। हेर्नुहोस्, अस्ति गाथे स्वर्णिमजी बिहान 7 बजे चिया खाने चिया पसलमा एउटा कुथुङ 2-4 जना बुढाबुढीहरू बसेका थिए कि उनले के भने के अरे संसद पुनर्स्थापना भन्छन्। संसद भवनमा जाने चाहिँ को जाने संसद भवनमा? त्यो नागरिकको आवाज छ। ती नागरिकहरू जेएनजीको जनविद्रोहसँग साथमा छन्। तपाईहरु नहच्किनु होला। म तपाईहरुलाई नहच्किन नदब्न हुन अनुरोध गर्न चाहन्छु। र अर्को कुरो, सबै प्रकारका आन्दोलनलाई संस्थागत गर्नका लागि तपाईहरुले आवाज उठाउनु पर्यो। सबै प्रकारको आन्दोलनहरूलाई संस्थागत गरिनुपर्छ। घुसपैठ भएको छ भने त्यसलाई न्यूनीकरण पनि गरिनुपर्छ। यो जेएनजी आन्दोलनमा मेरो घर जल्यो त, मेरो मिल जलाइयो, घर जलाइयो, 3-4 करोडको फेरि क्षति हो। पहिला घर जल्दा 3 महिनासम्म म सुतिन, अहिले घर जल्दा ओहो यो त परिवर्तनका नाममा भयो, बने बन्ला नबने छोड्दिउँ भनेर चुपचाप बसेर बसेका छु। किनकि हामी यो जेएनजी जनविद्रोहको साथमा छौँ।